हेलो नमस्ते एन्ड कोन्निचिवा वेलकम टु माई युट्युब च्यानल। म चाहिँ पुरन। के जापानिज भाषा पढेर जापान आउने सोचमा हुनुहुन्छ अथवा सोच बनाइसक्नु भएको छ? यदि त्यसो हो भने आउनुहोस् म सँगसँगै जापानिज भाषा सिकौँ। फेरि पनि नमस्ते। मेरो फुल नेम चाहिँ पुरनपन्थी हो। म चाहिँ अहिले जापानमा बस्दैछु। एसएसडब्ल्यू भिजामा आएको। एसएसडब्ल्यू भिजा अन्तर्गत नर्सिङ केयर भन्ने काममा कार्यरत छु। बुढाबुढीहरूको सेवा गर्ने भन्ने कुराहरू तपाईहरूले सायद सुन्नु पनि भयो होला, सुन्नु भएको पनि छ होला। त्यही काम चाहिँ बुढाबुढीहरूको सेवा गर्दैछु भनौँ न। यो भिडियो बनाउनुको मुख्य उद्देश्य चाहिँ म चाहिँ अब आफूले जानेको कुराहरू भोगेको कुराहरू जापानमा आएर चाहिँ हजुरहरूलाई धेरै कुराहरू सिकाउन मन थियो भिडियोको मार्फत हैन। सबैले अब दाइ कस्तो हुन्छ, के हुन्छ, जापान जानु भएको छ हैन, कसरी जीवन यापन गर्नु भएको छ, लाइफस्टाइल कस्तो छ जापानको भन्ने तरिकाको एकदमै प्रश्नहरू क्वेशनहरू गर्ने भएकोले नजिकका साथीहरू नजिकका भाइ बहिनीहरूले हैन सबैलाई हुने गरी होल अब एक दुई जनाको लागि मात्रै अब फोनमा भनेर त्यो कुराहरू नभएर युट्युब च्यानलको मार्फत भिडियोको मार्फत सबैको लागि भन्न चाहेर चाहिँ अब चाहिँ युट्युब च्यानल र टिकटकमा सानो क्लिप र सबै युट्युब च्यानलमा चाहिँ अब धेरै फुल भिडियोहरू हुनेछन्। मेरो मुख्य उद्देश्य चाहिँ यहाँ आएर समस्यामा पर्ने साथीहरू धेरै छन् भाषा नभएर। कारण के? भाषा छैन, केही छैन जापानमा। यति हेपाइमा परिन्छ हैन जापानिज भाषा भएन भने। त्यही भएर कुनै पनि समस्या नपरोस्, कसरी बोल्ने जापानमा, कसरी चाहिँ याद गर्ने, कसरी चाहिँ बोल्न सक्ने हुने जापानिजहरूसँग, अथवा कसरी चाहिँ बुझ्ने हुने, लिसनिङहरू चाहिँ कसरी राम्रो बनाउने, सबै कुराहरूलाई जिरो लेभलदेखि हिरागाना, काताकाना, खाङ्जी भन्ने हुन्छ, जिरो लेभलदेखि N5 मिन्ना नो निहोङ्गो टेक्स्ट बुकलाई लिएर त्यसलाई बेस बनाएर म चाहिँ अब क्लासहरू पनि अनलाइन क्लासहरू पनि अलि पछि सञ्चालन गर्छु। अहिलेको लागि चाहिँ अब चाहिँ म क्रमिक रूपमा भिडियोहरू हाल्दै जानेछु। हजुरहरूले भिडियो हेरेर साथ दिनुहुन्छ भने पुरा आशाका साथ हैन म चाहिँ अब भिडियोहरू एकदमै लिएर आउनेछ, हजुरको माझ पस्किनेछु। हजुरहरूले हेरेर साथ दिनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको छ। हेरेर साथ दिनु होला। पक्कै पनि केही सहयोग हुनेछ मबाट हजुरहरूलाई। जापानिज भाषाको मार्फतबाट भए पनि जापानमा आउने तरिकाहरू, कसरी आउन सकिन्छ, के भिजाहरू हुन्छ, के छ भन्ने तरिकाहरूको सबै कुराहरूको चाहिँ इन्फर्मेसन लिएर आउनेछु। मैले नजानेको कुराहरू पनि छन् हैन। सबै मान्छे चाहिँ अब कनै पर्फेक्ट नै हुन्छ र हैन। केही कुराहरू कमजोरीहरू ममा पनि होलान्। त्यो कुरालाई पनि राम्रोसँग मैले पनि भाषाहरू धेरै कुराहरू मैले पनि पढ्न बाँकी छ। त्यो कुराहरूलाई अध्ययन गर्दै हजुरहरूलाई पढाउँदै हजुरहरूलाई सिकाउँदै मैले नजान्ने कुराहरूले आफूले पनि सिक्दै जानेछु। हजुरहरूले एकदमै साथ दिनुहुन्छ भन्ने पुरा आशाका साथ अहिलेको लागि यो भिडियो चाहिँ यही समाप्त गर्न चाहे। हस्त धन्यवाद।